सामाजिक सञ्जालहरू जस्तै टिकटक, फेसबुकमा अहिले निकै नै चर्चामा रहेको रश्मि पनेरू र योगेन्द्र भाटको विवादास्पद कुराहरू तपाईँहरूले सामाजिक सञ्जालमा सुनि नै रहनु भएको होला। आखिर यो कुरा के हो त? योगेन्द्र भाट रश्मिका श्रीमानले स्पष्ट पारेका छन्। योगेन्द्रले टिकटकमा लेखेका कुराहरू र फोटोहरूलाई लिएर यस भिडियो साभार गरिएको हो। एउटा विश्वासघातले कसरी पुरा परिवार तहस-नहस बनायो। मेरो नाम योगेन्द्र भाट हो। म नेपाल देशको नागरिक हुँ र रश्मि पनेरू मेरी पत्नी हुन्। आज म आफ्नो जीवन, परिवार र भविष्य गुमाएको एक साधारण नेपाली नागरिकको रूपमा बोल्दैछु। रश्मि पनेरू र म बीच 4 वर्ष लामो सम्बन्ध थियो। त्यो सम्बन्ध विश्वास, प्रेम र भविष्यका सपनामाथि आधारित थियो। हामीले सँगै एउटा सुखी जीवनको कल्पना गरेका थियौँ। मेरो परिवारले उनलाई आफ्नै छोरी सरह स्वीकार गरेको थियो। हाम्रो संस्कृतिमा एउटा विवाह टुट्नु भनेको 2 मानिस मात्र होइन, आमा, बुबा, परिवार र पुस्ता टुट्नु हो। 2025 जनवरी 10 मा पति पत्नीको आपसी सहमतिमा रश्मि पनेरू उच्च शिक्षा अध्ययनका लागि अमेरिकाको मिड वेस्टर्न स्टेट युनिभर्सिटी गइन्। उनको शिक्षाका लागि लाग्ने सम्पूर्ण खर्च, ट्युसन फी, स्वास्थ्य बिमा, बसोबास र दैनिक जीवनका खर्च सबै मैले र मेरो परिवारले बेहोरेका थियौँ। त्यो पैसा केवल पैसा थिएन, त्यो मेरो पसिना, मेरो आमा बुबाको बलिदान र हाम्रो भविष्य थियो। पत्नीको शिक्षामा लगानी गर्नु आफ्नो कर्तव्य ठानेको थिएँ, तर त्यही विश्वासले आज मलाई पूर्ण रूपमा तोडिदिएको छ। अमेरिकामा पुगेपछि उनको व्यवहार पूर्ण रूपमा परिवर्तन भयो। उनले सबै ठाउँमा आफ्नो वैवाहिक स्थिति लुकाउन थालिन्। फेसबुक, इन्स्टाग्राम र टिकटकबाट हाम्रो सँगै भएको सबै फोटो र भिडियोहरू हटाइन्, आफू अविवाहित देखाउन। बिस्तारै उनले सम्पर्क घटाउँदै लगिन् र अन्ततः पूर्ण रूपमा बन्द गरिन्। पछिल्ला 7 महिनादेखि उनले मेरो फोन उठाएकी छैनन्, सन्देशको जवाफ दिएकी छैनन् र पछिल्ला 4 महिनादेखि पूर्ण रूपमा सम्पर्कविहीन छिन्। यो मौनता केवल व्यवस्था होइन, यो मानसिक यातना हो। हरेक नउठेको फोनले मेरो मन चिरिन्छ र मेरा बुबा आमाको रात निन्द्रविहीन बन्छ। पछि मैले थाहा पाएँ कि उनी अझै मेरो कानुनी पत्नी हुँदाहुँदै पनि मुस्लिम समुदायको सिकन्दर अहमद नामका एक पाकिस्तानी नागरिकसँग बसिरहेकी छिन्। करिब 7 महिनादेखि उनीहरू सँगै बस्दै आएका छन्। सीमित सम्पर्क हुँदा उनले मलाई भनेकी थिइन्, नेपालबाट के गर्न सक्छौ? म नेपाल फर्कन्न, भगवानले पनि मेरो भिसा रद्द गर्न सक्दैन। यी शब्दहरूले मेरो आत्मा नै चिराचिरा बनायो। यो केवल मलाई होइन, मेरो सम्पूर्ण परिवारलाई अपमान थियो। उनले भिडियो कल मार्फत आफ्नो नयाँ जीवन देखाएर मलाई होच्याइन्। नयाँ फोन, कपडा, गाडी, राम्रो खाना, सबै कुरा अरूकै पुरुषले दिएको भन्दै उनले मलाई स्पष्ट भनिन् कि अब उनलाई मेरो सहयोग चाहिँदैन, किनकि उनीसँग पैसा र सुविधा दिने अर्को पुरुष छ। यो व्यवहार केवल विश्वासघात होइन, मानसिक हिंसा हो। पछिल्लो 4 महिनादेखि म चिन्ता र डिप्रेसनबाट पीडित छु। मेरा आमा बुबा समाजको डर, लाज र पीडामा बाँचिरहेका छन्। F1 विद्यार्थी भिसामा हुँदा पनि उनले टेक्सस किङ स्टुडेन्ट एन्ड मिड इभिनिङ टेक्ससमा 2025 जुलाई 15 देखि अक्टोबर 20 सम्म अवैध रूपमा काम गरिन्। हाल उनी अर्को स्थानमा पनि लुकी छिपी काम गरेकी छन्। अवैध कामबाट कमाएको पैसा र सिकन्दर अहमदबाट प्राप्त गरी उनले नेपालमा नियमित रूपमा पैसा पठाइरहेकी छन्, जसमा 1 हप्ता अगाडि मात्रै 4000 अमेरिकी डलर पठाइएको छ। यो पैसा इमान्दार श्रमबाट आएको होइन, यो धोका, सहवास र विश्वासघातको परिणाम हो। उनका बुबा नारायण दत्त पनेरू यस सम्पूर्ण घटनामा मुख्य भूमिका खेलेका छन्। उनले छोरीलाई विवाह त्याग्न उक्साए, अर्को पुरुषसँगको सम्बन्धलाई समर्थन गरेर अमेरिकाबाट वारेसनामा पठाएर मेरो सहमति बिना जबरजस्ती सम्बन्ध विच्छेद गराउने प्रयास गरे। उनले मलाई दैनिक रूपमा मानसिक दबाब दिए, पैसा दिने प्रस्ताव राखेर छोरीलाई डिभोर्स दे भने। यो बुबाको सल्लाह थिएन, यो स्वार्थ र लोभबाट प्रेरित अत्याचार थियो। बुबाको प्रभावमा परेर मेरी पत्नीले 4 वर्षको सम्बन्ध, विवाह र नैतिक जिम्मेवारी सजिलै त्यागिन्। नेपाली परिवारमा यस्तो मौनता चिच्याएर गरिने अपमान भन्दा पनि गहिरो घाउ हुन्छ। 4 वर्षको सम्बन्ध, विश्वास र परिवार के यति सजिलै पैसामा साट्न मिल्छ? आज म नेपाली समाज समक्ष खुलेर भन्छु, रश्मि पनेरू, उनका बुबा नारायण दत्त पनेरू र सिकन्दर अहमद, यी 3 जनाले मेरो जीवन र मेरो परिवार पूर्ण रूपमा नष्ट गरेका छन्। हाम्रो घरको वातावरण विखण्डित भएको छ, हाम्रो इज्जत माटोमा मिलेको छ, हाम्रो शान्ति हराएको छ। म यो कुरा बदला लिन होइन, सत्य बाहिर ल्याउन भन्दैछु। विवाह भिसा प्राप्त गर्ने साधन बन्नु हुँदैन, विश्वास कमजोरी ठान्नु हुँदैन। अभिभावकले मूल्य जोगाउनु पर्छ, जीवन नष्ट गर्न होइन। यो विश्वासघात हो, यो मानसिक हिंसा हो। यो त्यो कथा हो जहाँ विश्वासलाई भर्याङ बनाएर माथि चढिन्छ र पछि लात हानेर फालिन्छ।